हेलो गाइस, हेलो साथीहरू। मलाई भेगुता समाउन नि खासै चाहिँ डर लाग्दैन। ताल पऱ्यो भने मैले भुटेर नि खान्छु। तर भेगुता हो, तपाईँहरूकोतिर यसलाई के भन्छ? हाम्रोमा भेगुता भन्छ। 5वटा त एकैचोटिमा समाएँ भेगुता त। यस्तो हुन्छ है। खानुहुन्छ भने पठाइदिन्छु, होइन भने पनि म पनि खान सक्छु। भाले पा भेट्यो है। अहिले चाहिँ हामी पाको बिउ खोज्नलाई खोल्सामा आइरहेछौँ। पहिले पहिले खानेपानीको मन भएको कारणले चाहिँ रुगा मार्गी लाग्थेन। यहाँ एउटा छ जस्तो छ। र यस्तो हुन्छ मनपा चाहिँ। अब यसलाई लगेर हाम्रो खानेपानीको मनमा लाउने हो। 2-4वटा लगेर लाउनु पर्ने छ सुरक्षित साथ। अनि यो भएको ठाउँको मनको पानी खाइयो भने चाहिँ एकदमै स्वच्छ स्वास्थ्य हुन्छ। त्यसैले गर्दा मनपा पक्रिन आएको। अब यसलाई लगेर पोथी भेट्यो। अब भाले पनि पक्रेर लगेर लाउने हो मनमा। अनि एकदमै फाइदाजनक हुन्छ यसको पिसाबबाट चाहिँ। अनि लागि खोज्न आएको र तपाईँहरूले पनि त्यसरी गर्नुहोला। अनि यो भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि च्यानललाई फलो अनि सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।